काठमाडौँ उपत्यकाकै एक आकर्षित स्थान, शान्त वातावरण, हरियाली अनि रमाइलो गन्तव्य एकैसाथ भेटिन्छ। यो हो मनोरा करिडोर। आजको यात्रामा हामी तपाईँलाई लैजाँदैछौँ एक सुन्दर र शान्तिपूर्ण स्थानको यात्रा, जहाँ सहरहरूको कोलाहलबाट केही समयको लागि टाढा भएर तपाईँहरू मनोरञ्जन लिन सक्नुहुन्छ। साथीहरु, स्वागत छ एक्सप्लोर यात्रामा। आज हामी आइपुगेको छौँ मनोरा करिडोर अर्थात् भक्तपुर नजिकै रहेको दिव्यश्वरी प्लानिङको अगाडि। र आज हामी यो ठाउँको एक्सप्लोर गर्नेछौँ, यो दिव्यश्वरी प्लानिङको एक्सप्लोर गर्नेछौँ। राम्रो वातावरण भएको ठाउँ देख्न सक्नुहुन्छ। यो ठाउँ एकदमै रमाइलो र पपुलर भइसकेको छ, एउटा दोस्रो ठमेल भन्न पनि मिल्छ है। अनि यो ठाउँ चाहिँ यति धेरै रेस्टुरेन्टहरू, पार्किङहरू अनि मान्छेको भिडभाडहरू एकदमै धेरै बढिरहेको छ। यहाँनिर थुप्रैजना मान्छेहरू घुम्न आउनुहुन्छ यो ठाउँमा। अनि यो ठाउँमा चाहिँ एकदम यति बेला मानिसहरूको हलचलहरू बढ्दो छ यो ठाउँमा, जहाँ चाहिँ मनोरा करिडोर नजिकै रहेको यो ठाउँ हो। एकदम बवाल बनाएको छ। अब हामी यहाँबाट जानेछौँ, बाहिरतिर जानेछौँ र बाहिरको अझै भ्युजहरू हेर्नेछौँ। यो ठाउँलाई चाहिँ अझै राम्रो बनाउनको लागि, अझै एकदम फेमस बनाउनको लागि यो पार्किङले चाहिँ एकदम धेरै ठुलो भूमिका खेलेको छ। यो रोड लाइन अनि यहाँ चाहिँ यहाँको रोड लाइन हेर्न सक्नुहुन्छ। कति भिआइपी देखिन्छ है यो ठाउँलाई। यो चाहिँ रोड साइड एरिया पर्छ, देख्न सक्नुहुन्छ। हेलो बहिनीहरू, फोटो खिच्दै हुनुहुन्छ? कुन ठाउँबाट आउनुभयो बहिनीहरू? हजुर, नजिकैबाट हो। ए ल, ठिक छ, धन्यवाद। यो चाहिँ प्लानिङमा अवस्थित यो पार्किङ हो। एकदम रमाइलो दृश्यहरू देख्न सकिन्छ। यहाँ चाहिँ एउटा देख्न सकिन्छ, यो हामीले देख्दै गरेको गर्दाखेरि यो ठाउँ चाहिँ एकदम असम्भव कुराहरू चाहिँ थियो। यस्तै हुन्छ भन्ने हामीले कहिले कल्पना भन्दा बाहिरको कुरा हो। तर यो ठाउँ यस्तो भएको छ जुन चाहिँ हामीले कल्पना गर्नुभन्दा पनि बाहिरको दृश्यहरू चाहिँ यहाँनिर अहिले भइरहेको छ। तपाईँहरूले पनि भिजिट गर्न सक्नुहुन्छ यो ठाउँलाई। आउनु होला अनि तपाईँहरूले पनि भिजिट गर्नु होला अनि यहाँको यो सबै कुराहरूको मनोरञ्जन लिनु होला। यो चाहिँ रेस्टुरेन्ट एरिया है त, टाउन प्लानिङको एकदम ठुलो भयङ्कर रेस्टुरेन्ट लाइनहरू देख्न सक्नुहुन्छ। यता साथी मार्ट रहेको छ भने यता चाहिँ ठुलो ठुलो रेस्टुरेन्टहरू पनि बनिसकेको छ यो ठाउँमा। एकदम रमाइलो ठाउँ भइरहेको छ। यो भिडियोलाई तपाईँहरूले एकदम हेरेर हामीलाई साथ सपोर्ट गर्न चाहिँ तपाईँहरूले नभुल्नु होला। दिव्यश्वरी प्लानिङमा रहेको यो चिल हाउस रहेको छ। अनि यहाँ देख्न सकिन्छ अरू रेस्टुरेन्टहरू भन्दा भव्यसँगले यहाँ चाहिँ भइरहेको छ। मानिसहरू पनि जम्मा भइरहेको छ। साथै यहाँ एकदम भन्ने हो भनेदेखि भिडहरू खचाखच छ। अनि यहाँ लाइभ म्युजिकहरू यस्तो थुप्रै कुराहरू चलिरहेको छ। हामी यसलाई पछि अझै राम्रोसँगले एउटा भिडियोहरू बनाउने छौँ यो ठाउँलाई। नमस्कार, आराम हुनुहुन्छ? अप्ठ्यारो त हुँदैन नि? हुन्छ, धन्यवाद। भित्र अब कुनै दिन आएर बनाउने छु है। ल, धन्यवाद। फाइनली गाइस, आजको लागि यति नै। आज हामी यति नै घुम्नेछौँ, किनभने अझै धेरै घुम्न मन छ यो ठाउँमा। अझै धेरै रमाइलो गर्न मन छ, तर पनि अझै भिडियो खिच्न मन छ। तर पनि अब रात पर्न लागेको कारणले यहाँबाट हामी फर्किनेछौँ। र यो भिडियोलाई तपाईँहरूले सेयर गर्नुहोस्, लाइक गर्नुहोस् र यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। र यो ठाउँमा घुम्न आउन नभुल्नुहोस्। यो ठाउँलाई एकचोटि तपाईँहरूले पनि भिजिट गर्नुहोस्। आजको लागि यति नै। अनि यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई प्रतिक्रियाहरू दिनलाई नभुल्नु होला, ताकि हामी तपाईँको प्रतिक्रिया अनुसार हामी अरू नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ ठाउँहरूलाई एक्सप्लोर गर्न हामी उत्साहित हुनेछौँ। र आजको लागि यति नै। आज हामी यतिमै हामी छुट्नेछौँ। हस् त, सबैलाई टाटा, बाई बाई।